हेलो गाइज वेलकम ब्याक टु द च्यानल। हजुरहरू कस्तो हुनुहुन्छ? आशा गर्दछु सबैजना सन्चै राम्रै हुन्छ र हामी पनि एकदम सन्चै राम्रै छौँ। हामी चाहिँ फ्यामिली जाँदैछौँ आज हाम्रो ड्रिम कार किन्नलाई। हामी चाहिँ धेरैवटा सोरुमहरू भिजिट गरिसकेपछि अहिले चाहिँ लास्टमा चाहिँ हामीले एउटा आफ्नो बेस्ट कार चुज गर्न सकेका छौँ र आज हामी त्यही कार लिन जाँदैछौँ। हजुरहरूलाई म देखाउने छु हाम्रो ड्रिम कार कुन हो भनेर। हजुरहरूले गेस गरिसक्नु भएछ हामीले कुन कलरको कार किन्दैछौँ भनेर। हाम्रो फ्यामिली आउटफिट आज यो रहेको छ। मेरो पुन्टु छोरा यहाँ छ। हाई गर्नु, हाई से हाई हाई। अब हजुरहरूलाई म सोरुममै गएर भेट्नेछु। हामीले चाहिँ व्हाइट कलरको कार लिँदैछौँ एसयुभी। हजुरहरूलाई कुन हो त्यो चाहिँ म देखाउने नै छु। हामी चाहिँ अहिले सोरुममा आइसकेका छौँ। यहाँ छ महिन्द्रा सोरुम, हजुरहरू देख्न सक्नुहुन्छ। हामी चाहिँ अब भित्र जान्छौँ र हामीले लिने गाडी हजुरहरूलाई पनि देखाउने छु। हामीले चाहिँ एकदमै धेरै गाडीहरू हेऱ्यौँ होइन, सबै टेस्ट ड्राइभ पनि गऱ्यौँ। एकचोटि मात्र होइन, दुईचोटि मात्र होइन, 3चोटिसम्म हामी सोरुममा गयौँ। हामीलाई गाडी चुज गर्न चाहिँ अति नै गाह्रो भएको थियो। अनि फाइनल्ली हामीलाई सुट गर्ने हाम्रो सानो फ्यामिली छ नि त, अनि त्यही भएर हाम्रो लागि चाहिँ हामीलाई चाहिँ महिन्द्राको एकदम बेस्ट लाग्यो। त्यही भएर आज हामी चाहिँ यहाँ डेलिभरीको लागि आएका छौँ महिन्द्राको सोरुममा। हामीले चाहिँ महिन्द्राको एसयुभी 3XO लिन लागेको छौँ। म हजुरहरूलाई गाडी अहिले देखाउने छु। हामीलाई चाहिँ यो गाडी चाहिँ फिचर वाइज अनि सबै सेफ्टी वाइज सबैतिरबाट हेर्दाखेरि एकदमै बेस्ट लाग्यो र त्यही भएर हामी चाहिँ आज यो गाडी लिँदैछौँ। हजुरहरूलाई पनि देखाउने छु, हजुरहरूलाई कस्तो लाग्छ भन्नु होला। र मैले यो गाडीको बारेमा फुल भिडियो चाहिँ पछि बनाउने छु। हामीले चाहिँ यो गाडी लिँदा चाहिँ सबै चिजहरू सबै राम्रो छ र हामीले एउटा चिज चाहिँ यो गाडी लिँदाखेरि चाहिँ कम्प्रोमाइज गरेका छौँ, त्यो चाहिँ माइलेज हो। माइलेज चाहिँ अलिकति कम छ, अटोमेटिक गाडी भएर पनि होला होइन। अनि तर अरू चिजहरू चाहिँ एकदम राम्रो छ, 5 स्टार रेटिङ हो। सेफ्टीको हिसाबले एकदम बेस्ट छ, स्पेस पनि एकदम राम्रो छ, सबै कुरा राम्रो छ। अरू चाहिँ म गाडी आएपछि भन्दैछु र देखाउनेछु है त। हामीले चाहिँ लन्च बाहिरै गरेको थियौँ अनि बाबुलाई चाहिँ बाहिर खाना खुवाउने गरेको छैन, त्यही भएर मैले घरबाटै बनाएर ल्याएँ अनि बाबुलाई खाना खुवाउँदैछु। पेपर वर्क हुँदैछ, अब पेपर भएपछि डेलिभरी हुन्छ, हाम्रो गाडी हामीलाई दिन्छ। सबै पेपर वर्कहरू सकिसक्यो, अब चाहिँ गाडी रेडी हुँदैछ। यति धेरै वेट गर्नु पऱ्यो आज, डेलिभरी यति धेरै गाडीहरू, अनि हामीले चाहिँ एकदम धेरै वेट गर्नु पऱ्यो र फाइनल्ली गाडी रेडी हुँदैछ र हाम्रो सबै पेपर वर्कहरू सकिसकेको छ। हाम्रो गाडी चाहिँ यही हो। यो चाहिँ ब्ल्याक र व्हाइटको कम्बिनेसन छ। अहिले चाहिँ चम्काउने टल्काउने काम भित्र बाहिर हुँदैछ। मलाई चाहिँ अरू कलरको गाडीभन्दा व्हाइट कलरको गाडी चाहिँ किन मन परेको भन्दाखेरि चाँडै फोहोर नदेखिने र व्हाइटमा स्क्रच भइहाल्यो भने पनि कलर म्याच गर्न सजिलो हुने भएकाले मलाई चाहिँ यो कलरको गाडी मन परेको हो। र हजुरहरूलाई कस्तो लाग्यो त्यो चाहिँ कमेन्टमा भन्नु होला। यो
यो गाडी चाहिँ भ्याल्यु फर मनी भेरिएन्ट हो। हजुरहरूले देख्न सक्नुहुन्छ सानो फ्यामिलीको लागि एकदमै बेस्ट छ यो गाडी। हाम्रो चाहिँ फ्यामिली सानो भएकोले हामीले यही गाडी चुज गरेको हो। यसमा चाहिँ हामीलाई सनरुफ पनि दिएको छ। यो गाडी चाहिँ पुस बटनले स्टार्ट हुन्छ। हामीलाई चाहिँ की लाग्दैन गाडी स्टार्ट गर्नलाई, तैपनि दुईवटा की दिएको छ, त्यो चाहिँ इमर्जेन्सीको लागि हो। र हामीले चाहिँ यो महिन्द्राको सिट कभर राखेका छौँ। यो गाडीमा हजुरहरूले एलोय व्हिल पाउनुहुनेछ र महिन्द्राको यो अगाडिको डिजाइनले यो गाडीलाई अझ धेरै इन्हान्स गरेको जस्तो मलाई लाग्छ। ओभरअलमा यो गाडी एकदमै बेस्ट छ। हजुरहरूले क्रुज कन्ट्रोलको पनि अप्सन पाउनुहुन्छ यो गाडीमा। पछाडि पनि आर्मरेस्ट दिएको छ। भित्रको इन्टेरियर पनि एकदमै राम्रो छ, हजुरहरूले हेर्न सक्नुहुन्छ। Your vehicle is running on low fuel. हाम्रो चाहिँ सबै फर्मालिटिजहरू पुरा भइसक्यो अनि केक कटिङ पनि सकिसकेको छ। अब चाहिँ हामी घरतिर निस्किँदैछौँ। हजुरलाई आजको भ्लग कस्तो लाग्यो आशा गर्दछु पक्कै पनि मन पर्यो होला। भिडियो मन पर्यो भने भिडियोलाई लाइक कमेन्ट सेयर गर्न नबिर्सिनु होला। नयाँ हुनुहुन्छ भने सब्सक्राइब पनि गरिदिनु होला। सी यु इन नेक्स्ट भ्लग। टिल देन लभ यु अल। बाई बाई।